आइरहेको छ र हामीले सबैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्नुहुन्छ मलाई लाग्छ हामी सबै नेपाली गरिबका छोराहरू आछौँ यहाँ कोही पनि धनी छैन। अचम्मको कुरा त अस्ट्रेलिया क्यानाडा सबै ठाउँमा धनी भएको छ नि, स्विडेन अहिलेसम्म सबै धनी देखिएको छैन हो र छैन। त्यो एउटा हामीहरू सबै बुझौँ है। अनि अर्को चाहिँ के भन्नु खोजेँ भने आजभन्दा 20 वर्ष अगाडि मैले पण्डितजीलाई भेटेको थिएँ स्टकहोमकै ज्योतिबरीमा अघि। उहाँको 2टा बच्चा जन्मिएको थियो। मलाई स्टकहोमबाट स्विडेन नेपाल फ्रेन्ड्स एसोसिएसन खोल्नुपर्छ भने स्विडेन स्टकहोमवालाले मलाई पैसा दिएर टिकट काटेर पठाउनु भयो कि। र आज त्यो सङ्गठन 20 वर्षको भएको छ। त्यसमा 200 भन्दा बढी परिवार सदस्यहरू छन् र मैले भर्खर हिजो त्यसको स्थायी के भन्छ गएको वर्ष 20 वर्ष पुगेपछि मलाई नयाँ किसिमले चलाउनु पर्यो भने अध्यक्षता दिएको छ र त्यसले विभिन्न कार्यहरू गर्दैछ। र हाम्रो प्रणयजी त्यसको पहिलो उपाध्यक्ष हुनुहुन्छ। उहाँको पोसाको 20 वर्षको इतिहासमा त्यो लेखिएको छ है। र त्यो कुरा म तपाईँलाई भन्न खोजेको के भने हामीहरूसँग पुरानो अनुभव छ। त्यो अनुभवको साथसाथै म आफू व्यक्तिगत रूपमा के भन्छु भने मैले हमेसा विभिन्न समयमा मलाई अध्यक्षता लिए भन्ने जुन प्रश्न उठेको थियो हेल्प नेपालदेखि लिएर नेपाली समाजको उसमा मैले चाहन्छु के चाहन्छु भन्नुहुन्छ भने नयाँ नेतृत्वको विकास होस्। तपाईँहरू जस्तो नयाँ व्यक्तिहरू तपाईँ अगाडि बढ्नुहोस् र हामीहरू हाम्रो असफलताका जुन कथाहरू छ नि, मैले नेपालमा धेरै राजनीतिज्ञहरूले गर्ने भाषण अलिकति मलाई मन पर्दैन। उनीहरूले खालि आफूले अरूलाई उपदेश मात्रै दिन्छन्, तर मसँग त्यस्तो उपदेश पनि के छ। म तपाईँहरूलाई आफ्नो असफलताको कथाबाट तपाईँहरू जुन लाइनमा मेरो जिन्दगीमा अथवा हामीहरूको नेपाली सङ्घ सङ्गठनहरूमा जुन असफलता भयो नि त्यो असफलता नहोस् कि सुरु गर्नु हुँदैन। सुरु गरेपछि राम्रो सभ्य तरिकाले लोकतान्त्रिक के भन्छ लोकतान्त्रिक भन्नुहुन्छ प्रजातान्त्रिक तरिकाले एउटा पारदर्शी तरिकाले चलाउनुपर्छ भन्ने मलाई विश्वास मलाई लाग्छ। मैले तपाईँहरूलाई आफूले जानेको कुनै पनि विषयमा चाहे मेरो अनुभवको कुरामा होस् चाहे मेरो आफ्नो के भन्छ व्यावसायिक अनुभवको आधारमा होस् म तपाईँहरूलाई सहयोग गर्न तयार छु। र म के चाहन्छु भन्नुहुन्छ म के विश्वास छ भने नि मलाई आज स्वयं जसरी हामी भेट्यौँ नि कतिजना आज नयाँ साथीहरू भेट भयो कि यो नै एउटा ठुलो उपलब्धि हो। तपाईँले बुझ्नुहुन्छ कि बुझ्नुहुन्न? यो उपलब्धिलाई हामीले अगाडि कसरी बढाउने, हामीहरूले यसलाई संस्थागत कसरी विकास गर्ने त्यसमा सोचौँ र एक प्रकारको लिस्ट तयार भइसकेको छ है। आजको मुख्य उद्देश्य भनेको एउटा नयाँ कार्य समिति गठन गर्ने हो र त्यो कार्य समितिमा हामीहरू सबै मिलेर एउटा नयाँ कार्य समिति बनाऊँ र सबै त्यसमा जानुपर्छ भन्ने छैन। हामीहरू जस्तो मैले भने म पछाडि तपाईँहरू सारा मैले अहिलेसम्म सदस्य ल्याएको छु। आज म यसै मञ्चबाट घोषणा गर्छु म सदस्य लिन्छु। मैले हरेक पटक तपाईँलाई भनेको छु, अघिल्लो पटक पनि भनेको म सदस्यता लिन्छु, तपाईँहरू मिल्यो भने मात्र म सदस्यता लिन्छु। मेरो कन्डिसन त्यो थियो, पहिला याद छ कि। र तपाईँहरू मिल्नु हो भने म साधारण सदस्यता लिएर म तपाईँहरूलाई अगाडि बढाउन चाहन्छु। नयाँ नेतृत्वको विकास हाम्रो मुलुकमा सबभन्दा अभाव के छ? नेपाल हाम्रो मुलुक भने स्विडेन भन्नु खोजे नेपालको हामी कहाँ सबभन्दा आवश्यक के छ? नेतृत्वको अभाव छ। अनि जो नेतृत्वमा बस्छ उसले छोड्नै चाहँदैन। अनि आरे घाटो पुगेपछि मात्र त्यो नेतृत्व छोड्छ। त्यसैले मेरो अनुभव के हो भन्नुहुन्छ भने नयाँ जुन मान्छे जस्तो अघि भाइ एकजना हुनुहुन्थ्यो उहाँले यति आर्टिकुलेटली बोल्नुभयो म त प्रभावित छु। तपाईँले आज पहिलोचोटि देखेको हो। तपाईँको बोलेको जुन तरिका देख्यो नि हो यस्तो मान्छेहरू अगाडि आउनुपर्छ जस्तो मलाई लाग्छ। नम्बर 1। नम्बर दोस्रो मैले फेरि कुनै तपाईँलाई फेभरिजम गर्न खोजेको भने तपाईँले देखेँ तपाईँले कुरा मलाई मेरो चित्त बुझ्यो कि र यस्तै अरूहरू पनि हुनु होला यहाँ। त्यसबाट जाउँ अनि जहाँसम्म हाम्रो यो सङ्गठनको कुरा छ नि फेरि मैले मेरो अनुभवमा के भन्छु भने नि मिनिमम 7 जनाभन्दा बढी ठुलो क्याबिनेट बनाउनु भने निर्णय गर्न गाह्रो पर्छ है। त्यो यति मैले तपाईँलाई म 50 जनाको बनाउनुहोस् त्यसमा केही छैन है। तर भोलि हामीहरू विभिन्न ठाउँमा बसेका छौँ। स्टकहोम, मल्मो, ज्योतिबरी विभिन्न ठाउँ छ है। अनि ओरेब्रु अब तपाईँले एउटा सङ्गठन गर्नु पर्ला मिनिमम कोरम पुर्याउनु पर्छ। 7 जना भयो भने 5 जना मिनिमम आउनु पऱ्यो, 4 जना आउनु पऱ्यो र त्यो पनि समस्या हुन्छ। मेरो हिजोको मिटिङमा म तपाईँलाई आफ्नो अनुभव बताउँ। हामीहरू 5 जना थियौँ, 7 जनामा काम पुग्यो। तर कहिलेकाहीँ हामी केसम्म गर्छौँ भन्नुहुन्छ भने यदि कोरम पुगेन भने त्यो मान्छेलाई स्काइपबाट कुरा गरेर हामीले यो निर्णय गऱ्यौँ, हामीले सही गरेर तपाईँ कहाँ पठाउँदैछौँ र टिकट र खाम समेत हालेर तपाईँले यो सही गरेर तुरुन्तै सचिव अथवा मार्कसमा पठाउनु भन्छौँ है। र यी व्यावहारिक समस्याहरू हुन सक्छन्। अनि कुरा गर्दै गर्दै हामीले 7बाट 11 गर्ने भन्ने 7 देखि 11 सम्म गर्न सकिन्छ।
तर जहाँसम्म 15 गर्ने भन्ने कुरा हो अथवा 12 गर्ने भन्ने त्यो तपाईँहरूलाई यति अप्ठ्यारो पर्छ नि पछि म अहिले नै देख्न सक्छु कि त्यसैले अर्को एउटा स्विडेनमा चाहिँ राम्रो के छ भन्नुहुन्छ भने वैकल्पिक सदस्य बनाउन पाइन्छ। तपाईँलाई थाहा छ यहाँको रिक्तामा वैकल्पिक सदस्यहरू पनि हुन्छ नि। त्यो वैकल्पिक सदस्य कस्तो हुनुहुन्छ भने 4-5 जना 6 जना वैकल्पिक सदस्यहरू बनाउनुहोस्, एग्जिक्युटिभमा 7 अथवा 11 बनाउनुहोस्। त्यो वैकल्पिक सदस्यमा के पनि गर्न सकिन्छ भने जस्तो आज मिस्टर ए भन्ने अथवा मिसेस ए भन्ने म आउन सक्दैन, मेरो बाध्यता छ, तपाईँ मेरो सट्टा गइदिनुहोस् भने उहाँले एउटा इमेल पठाइदियो भने त्यसको आधारमा अर्को मान्छे आउँछ। त्यो एउटा काम पनि गर्न सकिन्छ कि। त्यसैले म चाहिँ अर्को हेर्नुहोस् यो पद सम्हाल्नु भने ठुलो जिम्मेवारी हो हेर्नुहोस् जी। मतलब ठिक छ कहिले पत्रिकामा नाम आउँछ। मैले त अहिले नै मैले हमेसा अहिले के छोटो उदाहरण दिउँ, अस्ति स्पाइरल नेपाल फोरेनिङको तर्फबाट गएको असारको महिनामा काठमाडौँ गएको थिएँ। बाल मन्दिरमा तुरुन्तै 1 हप्तामा मैले 50,000 स्विडिस करोड पठाएर दिन गएँ। अनि त्यहाँको मान्छेले के भन्नु थाल्यो भने हजुर एउटा वक्तव्य गर्नु पऱ्यो, प्रेस बोलाउनु पऱ्यो भने मैले तपाईँ यस्तो गर्नु भने म दोष दिन यहाँ आउँदैन। कुरो पनि मान्छेका विभिन्न तरिका हुन्छन्। अब हुन त हाम्रो संस्कृति नै त्यस्तो छ, सानो कुरालाई पनि बढी प्रोपोगन्डा गर्ने त्यो तरिकाले राम्रो हुँदैन मेरो आफ्नो अनुभवमा। फेरि मैले भने नै मान्नुपर्छ भन्ने छैन तपाईँ। त्यसैले यो सङ्गठन कसरी बनाउने र यसलाई अगाडि कसरी बढाउने भन्ने कुरा छलफल गरौँ। र मलाई लाग्छ अहिले हामी सफलतापूर्वक एउटा न्याय समिति गठन गर्छौँ। अब फेरि लामो नबोल्नु छोटकरीमा अर्को आउने समितिले मेरो मन चाहिँ यो छ, अर्को आउने समितिले केही राम्रो काम गर्न नसके पनि नराम्रो काम गरोस् भन्ने नपरोस्। नम्बर 1। नम्बर त्यो भनेको के भन्नुहुन्छ भने नि एउटा कार्य समिति बनिसकेपछि कम्तीमा सालमा 2टा एक्जिक्युटिभ मिटिङ बस्नुपर्छ कानुन अनुसार र एउटा साधारण सभा बस्नुपर्छ। त्यो चाहिँ मिनिमम रिक्वायरमेन्ट हो। अनि सङ्गठनले सदस्यताको लिस्ट तयार गर्नुपर्छ, राख्नुपर्छ मिनिमम र त्यो सदस्यता तपाईँ ब्याङ्कबाट पनि त्यो सदस्यता शुल्क ब्याङ्कबाट पनि राख्न सक्नुहुन्छ अथवा कुनै अरू प्रक्रियाले पनि राख्नु। र बजेट आय व्ययको विवरण स्थायी के अरे स्पष्ट रूपले पारदर्शी रूपले जाँच बुझाउनुपर्छ, त्यहाँ बुझाउनुपर्छ। र त्यो भोलि चाहियो भने त्यो सहयोग पनि म गर्न तयार छु। किन भन्नुहुन्छ जस्तो 1 पैसा आम्दानी भएको छ, 1 पैसा खर्च यसरी भयो र त्यो एउटा के भन्छ रिभिस्योर भन्छ नि त्यसलाई, अडिटिङले एउटा सही गरेको हुन्छ। मसँग मेरो अर्गनाइजेसन मेरो भन्दा अर्को अर्गनाइजेसनमा काम गर्ने मान्छेहरू छन्, त्यो पऱ्यो भने त्यो पनि सहयोग दिन सकिन्छ। कुरो बुझ्दै भन। र यी व्यावहारिक कुराहरू जो छन् त्यो म तपाईँहरूलाई पूर्ण सहयोग गर्न तयार छु। कानुनी कुरादेखि लिएर व्यावहारिक कुरादेखि लिएर त्यो गर्न तयार छु। र अनि मैले भने केही गर्न नसक्यो भने गलत नपरोस् भन्नु पऱ्यो। यति मिनिमम हामीले 3टा कुरा गऱ्यौँ भने नि हेर्नुहोस् अर्को एउटा महत्त्वपूर्ण कुरा म तपाईँलाई भन्छु।